हेलो एभ्रिवान। आज चाहिँ हामी वाइल लुपको बारेमा हेर्न गइरहेको छौँ। अब लुप भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि कोडहरू चाहिँ है कुनै पनि ब्लक अफ कोड चाहिँ रिपिट भइराख्नुलाई चाहिँ हामी के भन्छौँ त लुप भन्छौँ है त। लुप भनेको त्यस्तो एउटा ब्लक अफ कोड हो जसले चाहिँ के गर्छ भन्दाखेरि कुनै पनि स्टेटमेन्ट अथवा ग्रुप अफ स्टेटमेन्टलाई चाहिँ रिपिट गरिराख्छ भनेको धेरैचोटि रन गर्छ है त। अब फर्स्टमा हामी हेर्छौँ वाइल लुपको बारेमा। अब वाइल लुपको सिन्ट्याक्स भनेको चाहिँ हाम्रो सुरुमा वाइल भन्ने किवर्ड लेखिन्छ, त्यस पछाडि कन्डिसन हेरिन्छ है। कन्डिसन भनेको चाहिँ कि त ट्रु हुन्छ कि त फल्स हुन्छ। कन्डिसन यदि ट्रु भयो भने चाहिँ वाइल लुपको यहाँ स्टेटमेन्ट भनेको वाइल लुपको बडीभित्र छिर्छ र बडीभित्र भएको स्टेटमेन्टहरू चाहिँ रन हुन्छ। ठिक छ, एउटा सिम्पल इक्जाम्पल हेरौँ। सुरुमा एउटा मैले आई भन्ने भेरिएबल बनाएँ है। त्यस पछाडि वाइलको लागि सुरुमा वाइल भन्ने किवर्ड लेख्छु। कन्डिसन भनेको चाहिँ सपोज आई इज लेस देन 5 भनेर राखेँ है त। कन्डिसन भनेको चाहिँ के हुनुपर्छ त भन्दाखेरि यो चाहिँ के भयो त कन्डिसन भयो है। आई इज लेस देन 5 चाहिँ के भयो त कन्डिसन भयो। कन्डिसन भनेको ट्रु अथवा फल्स हुनुपर्छ। अब सिधै यहाँ ट्रु र फल्स लेखे पनि भयो अथवा ट्रु र फल्स दिने कुनै स्टेटमेन्टहरू राख्दा पनि हुन्छ है त। अब मैले वाइलको बडीभित्र के राखेँ भन्दाखेरि सुरुमा एउटा आईलाई प्रिन्ट गर्ने कुरा राखेँ। ठिक छ, त्यस पछाडि अर्को स्टेटमेन्ट भनेको मैले आईको भ्यालुलाई बढाउनलाई राख्छु है त। आई इजकल टु आई प्लस 1 यसरी राख्दा नि भयो अथवा सर्टकटमा आई प्लस इजकल टु 1 भनेर राखिदिएँ मैले है त। अब यो फर्स्टको हेर है। अब यो कन्डिसनमा युज भएको भेरिएबल के छ त, कन्डिसनमा युज भएको भेरिएबल भनेको आई छ है। यो आईको भ्यालुलाई हामीले 1 राखेको छौँ है। यसलाई चाहिँ सुरुमा कन्डिसनमा युज भएको भेरिएबललाई चाहिँ हामीले एउटा भ्यालु दियौँ भने चाहिँ त्यसलाई के भन्छौँ त भन्दाखेरि इनिसियलाइजेसन भन्छौँ है। यो वर्डहरू जान्नुपर्छ भन्ने छ नि। यो टर्महरू भनेको चाहिँ अरू प्रोग्रामिङ ल्याङ्ग्वेजबाट आउने मान्छेलाई अथवा यो पाइथनबाट अरू प्रोग्रामिङ ल्याङ्ग्वेजमा जाँदाखेरि चाहिँ यो टर्महरू चाहिँ बुझिराखेर राम्रो है त। अब आई इज लेस देन 5 भनेको चाहिँ के भयो त, यो कन्डिसन भयो। त्यस पछाडि हाम्रो यसलाई हामी भन्छौँ आईको भ्यालु बढाउने घटाउनेलाई। बढाउने छ भने इन्क्रिमेन्टर भयो, घटाउने छ भने डिक्रिमेन्टर भयो। हामीले यहाँ बढाइराखेको छौँ त्यही भएर यहाँ इन्क्रिमेन्टर भयो है त। अब यहाँ चाहिँ हामीले इन्क्रिमेन्टरको लागि प्लसै राखेका छौँ है, डिक्रिमेन्टरको लागि माइनस राखेको इक्जाम्पलहरू देख्नुहुन्छ होला। तर प्लस माइनसै राख्नुपर्छ भन्ने छ त छैन है। कहिलेकाहीँ मल्टिप्लाई गरेर पनि आईको भ्यालुलाई बढाउन सकिन्छ। फर इक्जाम्पल आई इज इक्वल टु आई इन्टु मैले 2 गरिदिएँ भने के भयो त आईको भ्यालु बढिरहेको छ कि छैन त। आईको भ्यालु सुरुमा 1 छ भने अर्कोचोटि 2 भयो, त्यस पछाडि 2 इन्टु 2 4 भयो। यसरी बढिरहेको हुन्छ है त, जसरी गर्दा पनि भयो। बढाउने छ भने इन्क्रिमेन्टर, घटाउने छ भने डिक्रिमेन्टर। यो चाहिँ टर्म मात्र हो है, बुझ्नलाई यसो नाम दिएको मात्र भयो। अब यो प्रोग्रामलाई सुरुमा रन गरौँ अनि यसले कसरी काम गर्छ म भनिदिन्छु। यो प्रोग्रामलाई रन गर्दाखेरि चाहिँ पाइथन फाइलको नाम 16 वाइल लुप भनेर छ। के भयो सरी, पाइथन 3 गर्नु पर्यो। मैले आज अर्कै कम्प्युटर चलाएको छु, पाइथनले काम गरेन, पाइथन 3 भनेर राखिदिने। ल भनेपछि यसको आउटपुट के आयो त 1 देखि 4 सम्म आयो, 5 आएन चाहिँ। किन आएन हेरौँ है त। सुरुमा हेरौँ, प्रोग्राम भनेको 9 मा सुरु हुन्छ। ठिक छ, लाइन नम्बर 9 बाट सुरु हुन्छ। लाइन नम्बर 9 मा के छ त भन्दाखेरि आई भन्ने एउटा भेरिएबल बनायो र त्यसको भ्यालु चाहिँ के भनेर राखिदियो त 1 भनेर राखिदियो। त्यस पछाडि वाइल लुपमा आयो। त्यस पछाडि वाइल लुपको यहाँ कन्डिसन चेक गरिन्छ है त। आई इज लेस देन 5 भनेर छ। आई इज लेस देन 5 के हुन्छ त, आईको भ्यालु 1 छ है अहिले। 1 इज लेस देन 5 भनेको के भयो त, यहाँ 1 इज लेस देन 5 भनेको के भयो त ट्रु भयो। ट्रु भइसके पछाडि वाइलको कन्डिसन ट्रु भयो भने वाइल लुपभित्र छिर्छ भनेको छौँ है त। वाइल लुपभित्र छिर्ने बित्तिकै वाइल लुपको फर्स्ट लाइन भनेको लाइन नम्बर 12 मा के छ त भन्दाखेरि यसले के गरेछ त आईको भ्यालुलाई प्रिन्ट गरेछ, 1 प्रिन्ट भयो। ठिक छ, त्यसै गरी यहाँ 1 आएको हो कि, यसले गर्दा 1 आएको है। 1 प्रिन्ट भइसके पछाडि लाइन नम्बर 13 मा है त यसले के गरेछ भन्दाखेरि आईको भ्यालुलाई बढाएको छ। आई इज इक्वल टु आईको भ्यालु के छ सुरुमा 1 छ है। 1 सरी यसरी नै लेख्ने है त। 1 प्लस आई प्लस 1 भनेको आईको भ्यालु के छ त 1 थियो। 1 प्लस 1 भनेको आईको भ्यालु अब के भयो त 2 भयो। अब यो वाइल चाहिँ लुप हो है।
अब नर्मल अरू प्रोग्राम भएको भए यस पछाडि 13 पछाडि तल केही कोड छ त छैन, प्रोग्राम सकिन्थ्यो भने। लुपमा चाहिँ के हुन्छ त भन्दाखेरि फेरि स्टार्ट हुने भयो, लुप फेरि स्टार्ट हुन्छ है। प्रोग्राम फेरि लाइन नम्बर 11 देखि स्टार्ट हुने भयो। लाइन नम्बर 11 मा पुग्यो, पुगिसके पछाडि अब आई को भ्यालु के छ त यहाँ 2 बनाएको छ है। आई को भ्यालु के भइसक्यो त 2 भइसक्यो भनेपछि 2 इज लेस देन 5 के हुनुभयो त ट्रु हुनुभयो। कन्डिसन ट्रु छ भनेपछि फेरि लुपभित्र छिर्यो र आईलाई प्रिन्ट गर्यो। आईलाई प्रिन्ट गर्दाखेरि यहाँ 2 प्रिन्ट भयो, ठिक छ। त्यस पछाडि आयो फेरि आई प्लस इज इक्वल टु 1 मा। अब आई को भ्यालु 1 ले बढ्दाखेरि कति हुने भयो त 3 हुने भयो, ठिक छ। अब फेरि यहाँ 11 मा गयो, अब आई को भ्यालु के छ त 3 छ। 3 हुँदाखेरि कन्डिसन के भयो त ट्रु भयो। ट्रु भइसके पछाडि फेरि 12 मा आयो, 12 मा आई को भ्यालुलाई प्रिन्ट गर्यो। आई को भ्यालु के प्रिन्ट भयो त्यहाँ 3 प्रिन्ट भयो। त्यस पछाडि फेरि आयो लाइन नम्बर 13 मा, यसले आई को भ्यालु के बनाइदियो त 4 बनाइदियो। 4 बनाइसके पछाडि फेरि यहाँ 11 मा पुग्यो, पुगिसके पछाडि कन्डिसन चेक गर्छ 4 इज लेस देन 5 के हुनुभयो त ट्रु हुने भयो। ट्रु भए पछाडि फेरि यहाँ लुपभित्र छिर्यो र आई को भ्यालु के प्रिन्ट गरिदियो त अब के अरे सरी 4 प्रिन्ट गर्यो। 4 प्रिन्ट गरिसके पछाडि अब आई को भ्यालु के भयो त यहाँ 5 भयो है त। आई को भ्यालु 1 ले बढाउँदाखेरि कति भयो त 5 भयो। अब फेरि के भयो त 11 मै गयो, 11 मा गइसके पछाडि 5 इज लेस देन 5 भनेर चेक गर्यो। अब यो के भयो त कन्डिसन के भयो त 5 इज लेस देन 5 के हुने भयो, कन्डिसन के भयो त फल्स भयो। फल्स भइसके पछाडि वाइल लुपबाट हामी बाहिर आउँछौँ, ठिक छ। वाइल लुप सक्यो। वाइल लुपभन्दा तल केही कोडहरू छ त यहाँ छैन भनेपछि प्रोग्राम पनि सक्यो। ल, वाइल लुपको यो एउटा इन्ट्रोडक्सन भिडियो। अब वाइल लुपहरू हामी प्र्याक्टिस गर्छौँ है पछाडि पनि। एउटा सिम्पल डेमोन्स्ट्रेसन भिडियो थियो है। अब यो भिडियो हेर्नुभएकोमा धन्यवाद। ल, अब अर्को भिडियोमा हामी वाइल लुप केही प्र्याक्टिस गर्छौँ नभए फर लुप हेर्छौँ है त। ल, थ्याङ्क यू फर वाचिङ, सी यू इन एनदर भिडियो।